सो भाइ तपाईँलाई स्वागत छ फेरि पनि मेरो अर्को नयाँ भिडियोमा यसमा आइसटिरामा हामी चाहिँ निस्किन लाग्यो अहिलेसम्म हल्कै गफसप भइरहेको थियो अनि बहिनीहरू चाहिँ निस्किसक्यो भने अब दाइ र म चाहिँ यताबाट निस्किन लाग्यो भने दाइ आउनु भइसक्यो अघिको इन्टरभ्यू बिर्किरहेको रहेछ क्या दाइ त्यो भएर यसो यहाँ दाइ मलाई लिन आउनु भइसक्यो भने आजको हाम्रो के छ भने प्लान बहिनीहरू ड्राइभिङ जानु रहेछ मलाई कन्टेन्ट चाहिरहेको थियो बहिनीहरूको ड्राइभिङमा आज हन्डान जाने हो के पका के खाने हो दाजु हामीले बब हान्नु गड ब्लेस थियो बबा लानुपर्छ आज त्यही हो अब निस्किने हो यहाँ सुरुमा चाहिँ हामी कहाँ जानुपर्छ भने बाजे दाईको बाइक पुऱ्याउनु जानु हो त्यही भएर अब निस्किहालौँ है दाइ ल त्यही हो उतै यो चोर पनि जाने रे त्यो पनि आहा ट्याप्स ल त्यही हो केटा अब अलि पछि भेटौँला फेरि हो सो गाई जानु फेरि म अघि त्यहाँ हल्का भान्जा लडेर यता रोइदै भएर हेर्नु गएको थिएँ अहिले चाहिँ फेरि अर्को भान्जा मेरो अर्को भान्जा आइसक्यो यहाँ भने उठ ल सबलाई वेलकम छ भन् सबलाई वेलकम छ मामाको ब्लगमा मामाको यता बसी यता हो अब तँलाई के गर्न आउँछ भन् त मलाई गीत गाउन ल गीत आएको थियो एउटा ल सुनौ के अरे या खुट्टाको स्टेप यस यस मुभ त खतरा हुन्छ नि अनि झुमेजो पठान अलिक उतै गर ए केही नि हो न ल ल त ल 1 भयो यति हो ल ल तेरो नाम चाहिँ के भन् यता आइज न नलजा न कस्तो ल तेरो नाम के भन् त भान्जा हो भनी त आफैले बुझ्नु नि अनि बुझ्नु नि होइन कि नाम भन्नु पर्यो नि त यहाँ अरूले चिन्दैन नि त तँलाई सुलभ थापा यो चाहिँ मेरो भान्जा यो चाहिँ खतरा हो कि मान्छे चाहिँ खतरा डान्स चाहिँ खतरा हानिन्छ है भन्नु न बिग फ्यान हो अस्ति नै तनी मेरो बिग फ्यान हो हट्नु अस्ति कहिलेको हो भिडियोमा देखाएको थिएँ त यता आइज न यता आइज ल माम भान्जासँगै बस्नु पर्यो नि ल यो चाहिँ खतरा यसले खतरा गीत आउँछ कि गीताउनु भन्दा नि यसको चाहिँ डान्स बवाल हो आजकल त फुटबल नि खेल्छ है त स्कुलमा रोनाल्डो के रे ल रोनाल्डोको स्प्लिङ भन् ल ए त्यो हो आमा यता ल त एउटा अहिले एकछिनमा भेट्छु फेरि बाहिर गएर निस्किने बेला भेट्छु आज एकछिनमा भेट्छु त्यही हो ल ठ्यापान हामी चाहिँ यहाँ बाइक पुऱ्याउन आइसक्यो दाइको दाइ चाहिँ दाइलाई पनि जाम भनेको मान्नु भएन यहाँ हुनुहुन्छ दाइ किन हो दाइ म कैदी हो म यो जेलबाट भाग्नु मिल्दैन गोठालो हो हिलबाट के सरले देख्यो भने टेन्सन हुन्छ यार त्यही हो हामी चाहिँ अब यहाँबाट निस्किन्छौँ होला दाइलाई पनि जाम भनेको फ्रीको माल खान म जान नपाउने भएँ दाइ नभ्याउने भएर कि यता दाइ चाहिँ हिजोदेखि भनेर राख्यो दाइलाई चाहिँ त्यही हो चस्मा लाग्यो कस्तो डक्टर जस्तो देख्यो होला मै हो है फेरि नझुक्किनु होला फेरि के देख्यो दाइ आइस भाइ ह्यान्सी रे यार मलाई यार यो केटा हो सर्ट्समा मैले नयाँ भिडियो हालेको दाइको एक्टिङ हेर्नु पऱ्यो क्या त्यहाँ बिचमा बसेँ एक्टिङ बवाल म मुन्टल लाग्यो एक्टिङ ल त्यही हो अब हामी निस्किन्छौँ यहाँबाट त्यहाँ तिनीहरू खै मोमोसम्म नि लिनु गएको भन्थ्यो कि लिएर जाँदा नि मोमोसम्म खाने रे आज ससेज ओके ससेस हालेको नि जस्तो लाग्यो यार दाइले ठ्याक्कै याद दिला अब कलफल गरेर ससेस भन्नु पऱ्यो खाइसी सब खाने केक सेक नि लिएर गएर क्या दाइ कसको बर्थडे छ र भोलि बहिनीको मेरो बहिनीको बर्थडे हो क्या दाइ भोलि आज कति गते 9 आज 9 गते भन्छ भोलि 10 गते हो बहिनीको बर्थडे यहाँबाट भनिदिनु यो ब्लग भोलि नै आउँछ ब्लगबाट ह्यापी बर्थडे टु यु ठ्याक्कै भोलि आउँछ ब्लग ल ह्यापी बर्थडे रे है तँलाई मेरो बहिनीको नाम चाहिँ आइसा तामाङ हो त्यसको भोलि बर्थडे हो त्यही भएर आज मनाउने रे के ल त यो केटा हो एकछिनमा भेटौँला केटा हो हामी चाहिँ कहाँ पुग्यो भने अहिले हामी यहाँ पुलचोक होइन सहिद चोक पुग्यो भर्खरै अगाडि पुलचोक हो यहाँ दाइ र म चाहिँ स्कुटीमा जान्ला तिनीहरू चाहिँ अटोमा गइसक्यो दाइ हो त्यही होला हामी चाहिँ अब यहाँबाट कहाँ जान्छ भने आजको भनेको हाम्रो ब्रिटिस क्याम्पमा गएर जाने हो हामीले पैसा हाल्नु पऱ्यो ड्याम हानिदिने हामी त बाल छैन पहिलेको
तिनीहरू चाल्ला थियो अनि हिजो 81 कुरा फुत्कायो 81 कुरा फुत्काइदिन्छ अब है जान त पऱ्यो नि त म पनि होइन जसमा लाग्यो कति देख्यो त्यो हल्का स्टोरी देखे पनि माइन्ड नगर्नु होला यता चाहिँ हाम्रो मामाश्री पनि हुनुहुन्छ उसले है काम गरिराख्नु भएको त्यही हो अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ अब उता गएर भेट्छ मलाई धेरै नबोलाऊँ त्यही के सोध्यो भने एकछिन यहाँ बसेको पसलमा गयो अब खाना त जाने भयो अलिक कस्तो लाज भयो क्या त्यही भएर अहिले त कोक भयो नि यहाँ एउटा कोक भयो नि किनेर लिएर जानु लाग्यो त्यही हो अब यहाँबाट चाहिँ सर यो बाटो हुँदै ब्रिटिस क्याम्पतिर लगिदिनुहोस् यता चाहिँ हाम्रो उता चाहिँ डाँडा मन्दिर हो खै देखेन त उहाँ त्यो केबल कारको हो क्या त्यो चाहिँ केबल कारको हो अब हामी चाहिँ यहाँबाट निस्किँदैछौँ भने अब अगाडि गएर भेट्छौँ अब बाटोमा चाहिँ खासै के गफ हान्ने होइन बाटो पनि देखाइदिउँ न हल्का हल्का ओ होइन होला त्यस्तो त होइन यो क्लिप काटेर हालिदिउँ क्या मलाई मारिहाल्नु फेरि जानी हेरेन अब बाटोमा देखेको त्यो त ध्यान दिन पऱ्यो नि त चलाउने मान्छेले त त्यही हो अलिक उतै त्यही हो हामी चाहिँ आइपुगिसक्यो हाम्रो लोकेसनमा यही हो दाइ पार्किङ हानेर आउनुला अनि यिनीहरू चाहिँ यहाँ रहेछ कि कहाँ रहेछ यिनीहरू चाहिँ मेरो बहिनी दिदीहरू हो यसलाई पो रमाइलो भएको त काले हेलो यो चाहिँ मेरो दिदी हो दिदीको छोरा मेरो बान्जा यिनीहरू चाहिँ अब हामी चाहिँ यहाँ पिकनिक हान्ने त्यहाँ सामानहरू त्यहाँ अघि मैले बाटोमै डिटेल हानिदिइसकेँ सब भ्लगमै हानिदिइसकेँ पर्सि चाहिँ यसको बर्थडे हो ए भोलि यो चाहिँ सुपरम्यानको गर्लफ्रेन्ड हो अरे कि त्यस्तै देखेन त ल कमेन्ट हान्नुमै केटा कमेन्ट दाइ हो कि नै ल भन्नु त मैले भन्नु थिएँ कि न बाटोमा अब उतै बिचमा उस हालिदिनु कि ब्याज हालिदिनु कि सुपरम्यानको ल त्यही हो अब यिनीहरूको भिडियो सिडियो बनाउनु पर्ने हुन्छ हाम्रो ओए यता हेर्दा बस कालो देख्यो हो यसको बस्ने स्टाइल त आमा ट्याप सुन्दा है ब्रो फरियल होइन त ब्रो फरियल होइन त ल गाइज हाम्रो चाहिँ यहाँ सब भिडियो छिटो बनाएर यति हो हामी आएको चाहिँ यो हग्न बस्यो कुछ एकजना लोटा लाएर राखिदिनुहोस् त्यहाँ साइडमा Happy birthday to you. Happy birthday dear Aisha. Happy birthday to you. लगेडा हो यिनीहरूले भिडियो सुट हानेर भ्यायो होइन मोबाइल माग्यो भिडियो सुट हान्न दियो भने अब चाहिँ खाना यही हो खाजा आज चारजना केटीको ए त्यो छुट्टेछ फेरि बनाउनु दिनुपर्छ हामीले मोबाइल यता चाहिँ कति आमा नजिकबाट त अब हप्सिने ल त फेरि है त ल क्या म चाहिँ यत्तिकै हानिदिन्छु ल 1 2 3 आमा ओए बिचारो मेरो भाइ ओए क्याप हटान आमा ह्यान्डसम हो नि मेरो भाइ फेरि यहाँको खान्छ अर्कोचोटि चिताउनु दाइले खाएर भएपछि है ल त अब चाहिँ हामी खानपिन हुन्छ भने हाम्रो यहाँ को आइपुग्यो भने भेना आइपुग्नु भयो
आमा हेलो खै बाबुलाई हेलो गर्दै सालेलाई मेरो प्रिय सालेलाई सबैजनाले लाइक सेयर सब्सक्राइब गरिदिनु होला गर्नु पर्यो यार कतिले भन्छ कि यहाँ कतिले त हजुर तिमीले नि भन्ने ल त अब चाहिँ हामी खानसाना हामी भिडियो बनाइदियो भनेर रेडी भइसक्यो त्यही भएर म चाहिँ अब भिडियो बनाइदिन्छु लगेर यहाँ चाहिँ खानपिन कार्यक्रम चलिसक्यो भने बहिनीहरू खाँदै हुनुहुन्छ केक खै थोर केक यो ननभेज हो क्या है हामी चाहिँ अब खाइदिनु यत्रो सामान सब भ्याइदिनु हाम्रो यता सानो मान्छेले पनि खाइरहेको छ भने के ल्याइदिने म टोक्री लिनु पर्ने हुन्छ यो टोक्रीमा चाहिँ उस हाल्ने रे के हाल्ने रे ल करेन्ट हो यहाँ चाउमिन त्यहाँ मोमो त्यहाँ रोस्ट ससेस हाम्रो भाइ हान्दै छ यता दाइ के हो ल्यापै बोकेको त दाइले रोक्नु है ल वान ल थमेको लागि ल वाउ ल बगा ल के हो यो आम्मा अब चाहिँ हान्नुपर्छ भिडियो बनाउनु थाल्यो भने मैले खानु पाउनु है अब चाहिँ हल्का ह्याप खान्छौँ अनि भोक नि भाइ त चिला उयोलाई धेर्नु दे म त्यही हो अब हल्का खानपिन गर्छौँ अनि भेट्छु म फेरि यो मेरो एक्सिम कहाँ गयो यहाँ रहेछ मैले चाहिँ सेपमा राखेको क्या बिचरा हाम्रो कालो यहाँ मान्छेहरू नि धेरै आउँछ तर ठाउँ चाहिँ बबाल है कोही डेटिङ सेटिङ आउनु छ नि आउँदा हुन्छ है भयो नि म नि मिलाएर आउँछु बहिनी सक भेना नि हान्दै हुनुहुन्छ भने अब म पनि हान्नु पर्ने हुन्छ त्यही भएर अहिले एकछिनमा भेट्छु लगेडा हो म चाहिँ है धो भने कि खानासम्म खायो यस्तो आनन्द आयो निन्द्रा लाग्यो जस्तो म चाहिँ चिल कस्तो मजाको देख्ने क्या यहाँबाट है त्यही भएर सुत्दै गयो कि एकछिन अनि रेस्ट टाइम टन्ना खाइसक्यो हल्का निन्द्रा लाग्यो जस्तो हुन्छ अनि भ्यू हेर्दै हल्का भ्यूको मजा लिँदै गएको अनि त्यहाँ चाहिँ के भइरहेछ भने अब यिनीहरू गीत सित बजाएर नाचिसाची अनि भने जस्तो लाग्थ्यो यहाँ चाहिँ आमा सबले खाएर भाइ एउटाले चाहिँ भ्याएन कि अझै नै हान्दै हो त्यहाँ यता हाम्रो दाइ चाहिँ कोक हान्दै हो दाइ कोका कोला यस्तो हेर्दा सुपरम्यान ल सुपरम्यानको त्यो केटी हो यता चाहिँ एक लोटा जति पानी ल्याइदिनु पर्ला जस्तो यहाँ चाहिँ त्यही हो यिनीहरूले कोक खाने र है अनि कोकको लागि चाहिँ छैन ल यस्तरी खाइरहेको कोकी एक्सिलमा नि हालेर कोक खा आइस त उयाबाट लड होइन उयाबाट लड त अनि अन्त उयाबाट सुपरम्यान देउरा नि घाइते भयो भने त्यो उता हाफाले उडेर आउँछ ए ल यसरी आउँछ यिनीहरूले मलाई कन्टेन्ट खोज्दै गरे आमा अब अर्कोलाई थाहा ओ माय गॉड मेरो दाइ लडे सुपरम्यान हैन अनि कसै सुपर यस्तो बेलामा सुपरम्यान आए नि हुने नि भन्न अनि म हो यस्तो गरेर म छु गर्दा हैन कि आज सुने म मन्त्र पढ्छु अनि म हटेर अनि अन्त आउँछ नि मागा आमा यिनीहरूको कन्टेन्ट सुने भने मैले सक्दैन होइन यिनीहरूले मलाई कन्टेन्ट खोज्दै गरे बिल्ला तर हुन त हो हल्का आइडियाहरू चाहिन्छ अब चाहिँ एकछिन अब रेस्ट गरेर यसो भ्यू हेर्दै एकछिन रमाइलो गरौँ अनि त्यही हो दाइ त के हो कोकले मुख धोइदियो क्या ए पानी रहेछ अहिले ठिक छ ए ल अब यिनीहरू सबको फोटो खिचिदिनु पर्ने हुन्छ क्या हामीले के गर्नु उतै राम्रो रहेछ ठाउँ है हो त्यहाँ जानु पऱ्यो अब एकछिन बहिनीहरूको फोटो खिचिदिनु पऱ्यो अनि त्यही हो अब हामी पनि भयो भने चाहिँ सोचेको थिएँ एउटा सर्ट्स भिडियोहरू बनाऊँ भनेर के हुन्छ कसो हुन्छ अब देखाउँदै गरौँ ल हामी चाहिँ अब त्यो दिदीले खाएर गयो ओ त्यो दादा छोटा दादा त पुरा
चिलमा अब चाहिँ त्यही हो अब एकछिन रेस्ट भन्ने चिज गर्नुपर्छ खाने बित्तिकै हिँड्नु हुन्न नि त अनि अब टन्न खायो पिरो खाएको पेट पोलिरहेको त्यही हो यो रुख चाहिँ बवाल रहेछ कि खाली पात पनि छैन दामी हुन्छ अब चाहिँ यिनीहरूको फोटोसोटो खिचिदिनु पर्ने हुन्छ फोटोसोटो खिचेर एकछिनमा फेरि ब्याक हुन्छु म ब्याक लगेर हो यहाँ बहिनीहरूको फोटोसोटो खिचिदिएर अनि ऊ त्यही चाहिँ अघि एक्लै बसिरहेको थिएँ म अनि त्यहाँ बसेँ कि अनि कन्टेन्ट सो चाहिँ आज चाहिँ सर्ट भिडियो पनि राम्रो बनाउनु ट्राई हाने ओहो कस्तो राम्रो देखेको जोडी यार यति यहाँ चाहिँ मलाई चाहिँ राम्रै लाग्यो यार ठाउँ पनि राम्रै होइन भ्यूहरू पनि राम्रै देखिँदो रहेछ त्यही हो हामी चाहिँ अब यहाँ भिडियो बनायो अनि बहिनीहरू पनि फोटोसोटो खिचिदिएको अनि अब त्यही हो अरू सब गऱ्यो यहाँ दाईहरू हुनुहुन्छ दाईले आज खतरा है एउटा पोज मात्रै दिएको त्यहाँबाट हामीले कन्टेन्ट रे हाम्रो त्यो सर्ट्सको लागि त्यो अब ब्याग यहाँ लिएर आइसक्यो दाई पनि ठिस भइसक्यो जस्तो कोकले के कोक र एक्सट्रिम मिक्स भयो भने त झ्याप हुन्छ क्या मान्छेहरू यहाँ हामी चाहिँ अब यही हो भ्यू हामी चाहिँ यहाँ भिडियो बनायो फोटो पनि राम्रै आउँदो रहेछ कसैलाई भन्न त नभन्यो डेटिङ सेटिङ आउनु मलाई नि आऊ है केटा हो मजाको ठाउँ हो मजा आउँदिनँ मलाई बाल छैन हामी चाहिँ यतै हो अब ठाउँ चाहिँ उहाँ मान्छेहरू कुरेर हामी चाहिँ अब एकछिन बस्छौँ होला रेस्ट गर्छौँ होला त्यही हो र अब सिधै बाटोमा जाने बेलामा भेट्छु म त्यही हो केटा हो हाम्रो भाइ ऊ के हो यो त आमा ए भाइ तेरो नि एस्थेटिक फोटो खिचिदिउँ यसको नि खिचिदिउँ जस्तो लाग्यो कि ल अब हामी चाहिँ यहाँबाट निस्किन्छौँ एकछिनमा बाटो पनि भेट्छु म के भयो सोल्टीलाई आमा नि अनुहार त लगेर हो अब चाहिँ हामी चाहिँ रिचार्ज लिन जानु पर्ने रे घुमाउँछु पहिला यार बाजेसँग हिँड्दाखेरि यार बौला थियौँ भने यार हो र ओए यसलाई लिएर जाऊ है लगेर हामी चाहिँ अब ओ दाइ मलाई छोडेर गइतिर आएन के 3 जना जाने हो ए 2 जना जानला हो ल गएर आउनु न त है म चाहिँ यहाँ भिडियो सिडियो गर्नु ल रिचार्ज लिएर आइज खै फेरि मुख बन्द गरेँ नि हामी चाहिँ अब दाइ रिचार्ज लिएर आउने रे हामी चाहिँ भिडियो बनाउने रे एमबी तानेर भेनासँग हाम्रो उस थियो के अरे के भन्छ अरे एमबी भेनासँग थियो भने हामीसँग छैन त्यो रिचार्ज लिएर एमबी तानेर हामीले चाहिँ भिडियो बनाउनु पर्ने हुन्छ यता चाहिँ भिडियो भइरहेको छ भने यता नाचिरहेको एक्लै थाहा छैन आफू त साथी नसँगै एक्लै रङ्गीचङ्गी भएर यता बहिनी चाहिँ काम गर्दै सरसफाइको भने यता हाम्रो भान्जा उही यता काले यता आमामा अनुहार देखियो त्यो बादर जस्तो त्यही हो म चाहिँ अब वेटिङमा भिडियो चाहिँ बनाउनु पर्छ कि अब यहाँ म नि 1-2टा बनाउनु पर्ला जस्तो एउटा हामी चाहिँ अब हाम्रो ड्राइभ पिकनिक सक्यो भिडियो सिडियो बनाउनु पर्ने थियो त्यो पनि सक्यो अरू हामी 2 जना चाहिँ स्कुटीमा पनि अगाडि चाहिँ अटोमा गयो अरू चाहिँ हामी चाहिँ त्यही हो रमाइलो भयो भनौँ होइन रमाइलो भयो नि यतै भयो हाम्रो चाहिँ जति बेला यही जाँदो रहेछ मेरो यार बाबा रमाइलो भयो हाम्रो चाहिँ अब के कस्तो हुन्छ अब टिकटक नै हच्छु डान्स हान्थ्यो दामी रमाइलो भयो है सोचेको चाहिँ थिएन यस्तो रमाइलो हुन्छ भनेर तर रमाइलो गऱ्यो हामीले माहौल जमायो अब अरू बेला चाहिँ टिकटक बनाउनु लाग्थ्यो अरू अगाडि आज त खै के जोसायो दाइ र म आज त त्यो भाइ दोनो तबाई भयो कि त्यही हो यहाँ अगाडि गह अब हामी यहाँबाट निस्केर उता हाम्रो घरतिर जान्छौँ अनि अब यति हो आजको लागि चाहिँ धेरै हुन्न अब अहिले पछि इन्डिङ हान्ने बेलामा के भयो के कस्तो भयो भनेर देखाउँछौँ भने अहिले चाहिँ यता हाम्रो ड्याड पनि हुनुहुन्छ हाम्रो बहिनीहरू हुनुहुन्छ ल अब चाहिँ हामी यहाँबाट निस्किसक्यौँ भने उतै गएर भेट्छु होला बाटोमै भेटौँला भयो भने अब भएन भने चाहिँ उतै गएर घरतिर गएर भेट्छौँ हो हाम्रो भाइहरू हुनुहुन्छ यता क्रिकेट हान्ने खायो नि त हामी चाहिँ गयो बाई भनिदिउँ न त बाई लगेर हो आज चाहिँ इन्डियातिर हामीले भनेर सोचेपछि ठ्याक्क हामी उताबाट बहिनीको बर्थडे सकेर हामी कहाँ आयौँ भने फेरि यतातिर हाम्रो दाइ भेटिसक्यो भने यहाँ केक चाहिँ किन हो भने हाम्रो दिदीको चाहिँ के लाग्यो अरे दिदी भिजा लागेर अनि हल्का कहाँ रे दुबईको लाग्यो अरे साँच्ची हो दिदी
हाम्रो आमा यता दिदी आउनु भइसक्यो फेरि यता हाम्रो माइजू पनि आउनु भइसक्यो सबै आउनु भइसक्यो सबैलाई स्वागत छ फेरि पनि मेरो अर्को भिडियोमा यता हाम्रो भाइ हुनुहुन्छ त्यही हो हाम्रो चाहिँ अस्ति कस्तो त्यस्तो नहाल र भिडियोमा जे आयो त्यही हाल्ने हो कि ल हाम्रो चाहिँ मेरो इन्डिङ आयो हुन्छ राम्रो लाग्यो लाइक सेयर सब्सक्राइब र गर्नु नबिर्सिनु होला अब हाम्रो चाहिँ यति खाएर हामी चाहिँ अब घर जान्छ त्यही म घर गएर इन्डिङ हान्न भ्याउन त्यही भएर अहिले हानिदिन्छु केही गल्ती भयो भने कमेन्ट सेक्सनमा गएर त्यो मुखै केटा हो भयो क्या म अब बिस्तारै बिस्तारै चेन्ज हान्छु अब केटा होबाट केटी हो हानिदिन्छु नेपाली जनता हो भनौँ न अनि के भन्ने हो ओके आमा आउने बित्तिकै हान्न थाल्छ धेरै भोकाउनु भएको रहेछ दिदी ल आजको भिडियो चाहिँ यहीँसम्म हुन्छ भने राम्रो लाग्योमा लाइक सेयर सब्सक्राइब कमेन्ट अनि के राम्रो राम्रो पार्ट के लाग्यो अनि केमा कमी कमजोरी छ भन्ने कुरा चाहिँ हाम्रो उसमै देखाइदिनु होला कमेन्ट सेक्सनमा कमेन्ट हानिदिनु होला त्यति हो सही